वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई फेरि स्वागत छ मेरो नयाँ भिडियोमा। सो यो चाहिँ हामीले प्लान नगरेको भिडियो हो, मैले चाहिँ यो अन द वे खिचेको हो। अनि सो यहाँ अब चाहिँ हामी चाहिँ यसरी ट्राभल गर्दैछौँ। अनि यो चाहिँ एसी बस। यहाँ चाहिँ म र बहिनी बसिरहेको छौँ यहाँ हाँस्दै। सो हामी चाहिँ यहाँ एउटा रेस्टुरेन्टमा आइसकेको छौँ, पिज्जा हट बुटोल बाटोपट्टिनीको साइडमा। अनि यहाँ त्यस्तो मिठो पिज्जा पाइन्छ। सो त्यही हो, यहाँ चाहिँ मामुले त्यस्तो मिलाउनु भएको छ, हेर्नु भएको छ पिज्जा हटमा पिज्जा खानलाई। सो हियर वी स्टार्ट न्यू इयर सेलिब्रेसन। आजदेखि हाम्रो नेसाले आज इँटा मर्मत गरेर आउनु भएको छ। सो हजुर गाइजहरूलाई चाहिँ चाँडै नै एउटा गीत तयार पारेर सुनाउँछ नेसाले। सो वेट एन्ड वाच। के सपिङ भयो यहाँ हेर्नुहोस् न, जे पाइ त्यही हाल्नुभएको छ म्याडमहरूले। अझै आधा त मैले निकालेर फालिदिइसकेको छु। अब के हेर्दै हुनुहुन्छ? युनिकर्न छ घरमा, बिरालो पनि छ, टेडी पनि छ, अरू के छ? माछा छैन नि घरमा? मलाई के थाहा छ? म्याडमले नाम त थाहा छ त्यसको सानो? पिङ्कु हो त्यसको नाम। तिम्रो साथी हो? ए भगवान्, हातबाट नि आउनु भनेको फाल्तु पैसा खर्च हुने हो केटाकेटीहरूसँग स्पेसली झन्। सब काउन्टरमा गएपछि सब साइड लाग्छन्। भइसकेको छ। सो वी आर डन विथ द सपिङ। Keep it there, right there. No Nisha, अब धेरै भइसक्यो। ओह मैडम, छोटा मैडम के हाल्नु हो? कुन अर्को? त्यही हालेछु यार। हाल्यौ पिन हाल्यौ? यहाँ छन् हाम्रो निशा दिदी, गिटार बोक्दै हुनुहुन्छ, सामान बोक्दै हुनुहुन्छ। सामान किनेपछि बोक्न पनि सक्ने हुन पर्यो नि, बोक्न नसक्ने सामान किन किन्ने? हजुर के चम्चा त्यहाँभित्र भित्र छ। अहिले बाटोमा कत्रो खाने त? बाटोमा खान मिल्दैन नि।
Very good. Carry your stuffs. Very good. अन्त हामी कहाँबाट भारतबाट बिदाई हुँदैछौँ. सो एक्जाम सिद्धिको छुट्टीको यही हो. बसमा ट्राभल गर्दैछौँ. घर फर्किँदैछौँ होइन निशा? कस्तो भयो आज? रमाइलो भयो? पहिला कहाँ गयौँ हामी? गिटारकोमा गयौँ, बनायौँ. गिटारको चाहिँ भिडियो चाहिँ लिएनौँ है त्यहाँ. त्यसपछि आयौँ, पिज्जा खायौँ, अनि त्यसपछि घरबाट रिङ सपिङ एन्ड ब्याक टु. चाहिएको सामानहरू अनबक्सिङ. कसको पेन्सिल हो यो? यहाँ राख्नलाई. मेरो सामान बिसार्नु यो चाहिँ एक्चुअली मेरो रुमको लागि हो. मेरो लागि मेरो राम्रो थिएन कि प्राइसको छोटाइदिन्छौँ. अनि यहाँ छ डार्ट. यो चाहिँ सबैको लागि नै हो. अनि पछि जाँदै यहाँ छ मिनी पर्स. मेरो पैसा पनि राम्रो छ कि लाइक अलिक पुरानो भइसकेको छ. त्यही भएर चाहिँ फर्स्ट लिएर आएको छु. फेरि मेरो पैसा नट्ला यतिकै नै फेरि साउ. अनि अर्को चाहिँ यो भएर यस्तो राम्रो छ. यो भयो. अर्कोबाट लागि हल्का कपडा चाहिएको छ एउटा. अनि एउटा चाहिँ छ यहाँ पाउच एकदम क्युट मिनी मिनी होइन देख्नु. अनि अर्को चाहिँ छ एक्रिलिक मार्कर्स. किनभने मसँग थियो तर सकिसकेको थियो इन्कहरू लगभग आधीको नै. अनि त्यही भएर अर्को लिएको. अनि यो ग्लु स्टिक यसको चाहिँ कम भेट्छ कि हाम्रोमा हामीले युज गर्दाखेरि. त्यही भएर चाहिँ दुईवटा. सो एउटा चाहिँ स्टेपलरको पिन मलाई चाहिन्छ क्राफ्ट लाइक क्राफ्ट हाल्ने पनि केही गर्दाखेरि यस्तो गरेर चाहिन्छ. यो भइहाल्यो चाहिँ फिचिक पार्नु. अनि यो चाहिँ स्केचबुक पेन्टिङ ड्रइङ है त्यति हो. अरू अनि बोतलहरू त्यति हो. त्यो झोलामा यो झोलामा त मामुको लागि एउटा सिसाको बोतल निकालौँ. यहाँ चाहिँ कपडा छ. बहिनीको लागि नाइट ड्रेसहरू त्यस्तो छ. अनि यो चाहिँ भन्न फुटेन गाई. यो चाहिँ यस्तो सिसाको बनाउनु लानुको लागि हो. खानापानी गर्दा हामी के नै हुन्छ त्यही पनि यस्तो. अर्को चाहिँ केरा. केरा हामीले किनेको छ कि. अरू बहिनीको नाइट ड्रेस खै त? बहिनीको नाइट ड्रेस छ कि देखाइसकेँ. अर्को कलर पेन्सिल. अनि त्यो बुक. यति मात्र हो सामान? कति धेरै किने जस्तो लागेको त. अनि त्यो बल. ओके. अनि यति सामान किन्दाखेरि कति पैसा खर्च भयो? अनि यो पनि आइसक्रिम. हुन्छ. सो हजुरलाई चाहिँ यो भिडियो मन पर्यो भने लाइक अब यो धेरै त नभनौँ लाइक लाइक अलिक मिनी सर्ट टाइपको भ्लग हो भनौँ. अनि मैले चाहिँ के त बिर्सेको थिएँ. मामुले हेरिदिनु भएको. मन पर्यो भने लाइक मन पर्यो भने पनि नमन पर्यो भने पनि गरिदिनुहोस्. गर्नुपर्छ. लाइक सेयर र सब्सक्राइब गरिदिनुहोस्. अनि त्यही हो. अब के भन्ने हो. अझै ब्लग हेर्न मन छ भने कमेन्ट गर्नु. के ब्लग हेर्न मन छ त्यही हो. अब चाँडै न्यु इयरमा के हुन्छ हेरौँ. त्यसको पनि भ्लग आउँछ. न्यु इयर चाहिँ स्याटरडे न्यु इयर चाहिँ मन्डे हो. अनि त्यसको इभ चाहिँ स्याटरडे हो. तर हामीले चाहिँ सन्डे सरी भोलि चाहिँ हामीले इभ सोचेका थियौँ तर भोलि चाहिँ रहन्छ. अनि त्यही हो. अरू के
सो ओके बाई बाई Like, share, subscribe. बाई गरिदिउँ यहाँहरू बाई गरिदिउँ